नमस्कार सर। नमस्कार। अहिले मैले तपाईलाई सोध्न खोजेको मकवानपुरको शिक्षामा असाध्यै योगदान गर्नुभएको नाममा तपाईको नाम आउँछ। शिक्षाविदकै रूपमा वा शिक्षाको लागि योगदान गरेको रूपमा चाहिँ तपाईलाई मकवानपुरको शिक्षाको अभिभावकको रूपमा पनि लिन सकिन्छ। नेपालमा शिक्षा नीति चाहिँ कस्तो हुनुपर्छ? मैले मकवानपुर जिल्लामा शिक्षामा के सुधार गर्नुपर्ने हो त्यो मलाई त्यो प्रश्न हैन। म जब मकवानपुर जिल्लामा शिक्षाको बारेमा हेरे विचारे त यही कुरा हो कि यहाँ कम्पिटिसन थिएन। मैले शिक्षामा कम्पिटिसन हुनुपर्छ भनेर मकवानपुर जिल्लामा सबभन्दा पहिला आधुनिकमा आएर मैले कम्पिटिसन शिक्षा बनाइदिएँ। किन कम्युनिटी स्कुलको विद्यार्थीहरूले राम्रो हुन सक्दैन? कम्युनिटी स्कुलको विद्यार्थीहरू भन्दा पनि कम्युनिटी स्कुल टिचरहरू अरू बोर्डिङ भन्दा पनि राम्रो हुन्छ। तर किन उनीहरूको एकअर्कामा कम्पिटिसन थिएन? मैले आएर तिनीहरूको बिचमा कम्पिटिसन गराइदिएँ। जहाँ कम्पिटिसन हुन्छ तपाईँलाई थाहा हुन्छ कि कम्पिटिसन भएपछि एकअर्कालाई हारजित हुनुहुन्छ अनि उनीहरूले आफ्नो सिपुलाई बनाउनु खोजे। त्यही हो मैले आफ्नो कुरा गरेको। अनि वास्तवमा देशैभरिको लागि चाहिँ शिक्षा नीति कस्तो बन्नुपर्छ जस्तो लाग्छ तपाईँ? एउटा अब अहिलेको सन्दर्भमा के छ भन्दाखेरि पुरानो सन्दर्भ अहिलेको सन्दर्भमा अहिले नयाँ नयाँ टेक्नोलोजी चिज आइरहेको छ। त अहिलेको शिक्षा नीतिमा दुई चार कुराहरू हामीले समावेश गरिएको छ, नपिने होइन। साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, म्याथ आजको आउने युगको सबभन्दा ठुलो चुनौती हो। साइन्सको बहुत डिमान्ड छ, टेक्नोलोजीको आज पुरा वर्ल्डमा डिमान्ड छ। इन्जिनियरिङ जबसम्म हुँदैन देश निर्माण पनि गर्न सक्दैन। र डाटालाई आजको आइटीमा डाटा, म्याथ यो तीनटा स्ट्रिम भन्छ नि, यो तीनटालाई हामीले लिएर लिएर जानुपर्छ। यो कुरा हाम्रो नेपालमा पहिला पनि छ, लेखेको छ, हामीले लागू गर्छौँ। हाम्रो शिक्षा नीति कुनै खराब छैन, तर त्यसलाई स्टार्टिङ गरिदिन्छ, अनुगमन गर्दैन। जब अनुगमन हुँदैन त जथाथिङ्गे भइरहेको हुन्छ, फितलो हुन्छ। अब भन्छ कम्युनिटी स्कुलको एजुकेसन कस्तो छ? सबभन्दा राम्रो छ, राम्रो बनाएको छ। त्यहाँ सरकारले के भन्छ तिनीहरूलाई देव सुविधा पनि दिएछ, घर बनाइदिएको छ, बिल्डिङ बनाइदिएको छ। हरेक अहिले यो विभिन्न कम्युनिटी स्कुलमा टिचरहरू पनि छन्। तर के छ भन्दाखेरि एक अर्काले छरिएको छ। कोही उत्तरतिर घुमेको छ, कोही दक्षिणतिर गएको छ, कोही पूर्व छ, एक अर्का बिचमा कम्पिटिसन छैन। मैले यहाँ ठ्याक्कै सोधेँ, तपाईँले यो विज्ञानको होइन साइन्सको कम्प्युटर साइन्स भनौँ न आधुनिकको कुरा गर्नुभयो। हामीले संस्कृतिलाई बिर्सेर गयौँ भनेदेखि शिक्षा लङ्गडो हुँदैन? संस्कृति राख्नु पर्यो, संस्कृति नभएको हुँदैन नि। आजको युगमा युद्धले कुनै पनि देशलाई जित्दैन। आजको युद्धमा यदि त्यहाँको युवाहरूलाई हामीले संस्कृतिबाट पथभ्रष्ट गरिदियौँ भने त्यो युवा के हुन्छ? पथभ्रष्ट हुन्छ, यो देश आफै खतम भइरहेको हुन्छ। यसका आजको युगमा टेक्नोलोजी छ, साइन्स छ, म्याथ छ, तर कल्चर छैन भने फेरि त्यो युवाहरू के हुन्छ? भत्किन्छ। यसकारण आजको युद्ध तोप र तुले होइन, आजको युद्ध युवाहरूलाई संस्कृतिबाट बेकत गर्छ, आफै खतम भइहाल्छ। यसको आफ्नो संस्कृतिलाई आफ्नो भाषालाई, आफ्नो संस्कृतिलाई, आफ्नो रिवाजलाई कायम राख्दै हामीले यो टेक्नोलोजीमा जानुपर्छ। यो होइन कि भाषा, आफ्नो संस्कृति, आफ्नो वेशभूषालाई छोडेर यदि हामी जान्छौँ भने त टेक्नोलोजी हुँदैन। त्यो इम्पोर्टेन्ट छ। तब मात्र कल्चर जिउँदो रह्यो भने मात्रै हामीले शिक्षामा अरू चिजमा हेल्प गर्नु सक्छ हामी। थ्याङ्क यू।